मुलुक युवाविहीन बन्दै गइरहेको छ भनेर सुरु गर्नुभएको छ प्रश्न। युवाविहीन बन्दै गइरहेको होइन, ठुलो सङ्ख्यामा युवाहरू बाहिर जानुभएको छ। बाह्र पास गर्ने बित्तिकै या त पढाइका लागि या कामका लागि युवाहरू बाहिर गएका छन् र गइरहेका छन् र त्यसले राम्रो नतिजातर्फ डोर्याइरहेको छैन भन्ने उहाँको प्रश्न। युवाहरू बाहिर जाने बाध्यता पनि केही होला, केही मान्यज्यूले नै प्रश्नमा भन्नुभएको छ। विश्वविद्यालय खाली हुँदैछन्, क्याम्पसहरू खाली हुँदैछन्, विद्यालयहरूबाट उत्तीर्ण हुने बित्तिकै बाहिर जाने क्रम छ। कतिपय ठाउँमा विद्यालयहरूमा पनि भर्ना सङ्ख्या घट्दो छ। विश्वविद्यालय यहाँ पढाइको गुणस्तर पनि यहाँका कलेज पढेका विद्यार्थीहरूले दुनियाँका कलेजहरूमा प्रतिस्पर्धा पनि गरेका छन्, राम्रो नतिजा पनि ल्याएका छन्। पढाइ अत्यन्तै कमजोर छ भन्ने मात्रै होइन, हामीले आफूलाई चाहिँ जसरी पनि एउटा हिन्ताबोधी ग्रन्थमा राख्नुपर्ने वा आफ्नो उपलब्धिलाई न्यून देखाउनु पर्ने पनि आवश्यकता हुँदैन। हाम्रो देशको पढाइको स्तर त्यस्तो नराम्रो अथवा त्यो दुनियाँमा प्रतिस्पर्धा गर्नै नसक्ने खालको छैन। फी स्ट्रक्चर अत्यन्त सस्तो छ अन्त कहीँ भन्दा, र बाहिर गएर यहाँको भन्दा धेरै गुणा बढी शुल्क तिरेर खर्च गरेर पढ्नुपर्ने हुन्छ। यहाँ त्यही शिक्षा, त्यसै लेभलको त्यही कोर्स पढ्न छोडेर बाहिर जानु हुँदैन। यसमा हामीले नयाँ पिँढीलाई सुशिक्षित गर्नु जरुरी छ। हामीले नयाँ पिँढीलाई बताउनुपर्छ कि यही अवसर छँदैछ भने, अवसर नहुँदा बेग्लै कुरा हो, अवसर हुँदाहुँदै पनि बाहिर जाने प्रवृत्ति राम्रो होइन। देशलाई माया गर्न सिकाउनुपर्छ, आफ्नो देश बनाउने कुरा सिकाउनुपर्छ। अर्को, बाहिर जाने प्रवृत्ति अथवा बाहिर जाने बाध्यता, बाहिर जाने परिस्थितिलाई रोक्नका निम्ति सरकार गम्भीर छ, विभिन्न प्रकारका कार्यक्रमहरू ल्याइराखेका छ र अहिले युवाहरूलाई रोजगारीको मात्रै होइन, हामीले उद्यमशीलताको कुरो गरिरहेका छौँ, उद्यमशील हुन सिकाइरहेका छौँ र उद्यमशील हुन मद्दत पनि गरिरहेका छौँ। उद्यमशील हुनका लागि आवश्यक पर्ने आर्थिक प्रबन्धको कुरा होस् अथवा प्राविधिक प्रबन्धको कुरा होस्, जस्ता कुराहरूमा सरकारले सघाइ पनि रहेको छ। सस्तो ब्याज दरमा ऋण दिने जस्ता कुराहरू र स्टार्टअप अनेक सुरु गर्ने जस्ता कुराहरू, महिला उद्यमीहरूका लागि जन स्टार्टअपका कुराहरूमा प्राथमिकता दिने, यी कुराहरू भइरहेका छन् र यसलाई अझ प्रभावकारी बनाउन एउटा जागरणको हिसाबले र अर्को व्यवस्थापनका हिसाबले, दुईटै हिसाबले सरकार त्यसमा लागिरहेका छ।